हेलो गाइस ल आज हेर्नुहोस् है म अब प्याज काट्न गइरहेको छु है। आज धेरै वर्षको बादमा घर आएपछि पक मोमो खान मन लागेर धेरै वर्ष बादमा पक मोमो खान लागेको छु। त्यही भएर म चाहिँ मोमोको लागि प्याज काट्न गइरहेको छु है। तपाईहरुलाई म आज मोमो बनाएको देखाउँछु है त। म पहिला प्याज काट्छु अनि तपाईहरुलाई देखाउँछु। मैले प्याज अघि तासिसकेर पनि राखेको थिएँ, अब काट्नु मात्रै बाँकी छ र तपाईहरुलाई म सबै प्रोसेस देखाउँछु, हेर्नुस् होला। ल हेर्नुहोस् गाइस, मैले अब प्याज काटिसकेँ होइन, तपाईहरुलाई देखाउँछु। प्याज काटिसकेँ, अब म मासु किमा गर्नु गइरहेको छु। हेर्नुहोस् है, तपाईहरुलाई म देखाउँछु। ल हेर्नुहोस् गाइस, अब फेरि म किमा गर्नु गइरहेको छु है। यो पकको मासु हो यो चाहिँ, र अब म किमा गर्न गइरहेको छु यो मासुलाई। हुन्छ ल हेर्नुहोस् है गाइस, भिडियो तपाईँ भिडियोमा आउनुहुन्छ। मैले हाल्नुको लागि बनाएको, तपाईँलाई नहालौँ भन्नु कसरी हुन्छ? नहाल्छु नि। ल हेर्नुहोस् गाइस, अब फेरि म मासु किमा गर्नु गइरहेको छु पकको है। के एउटा सुँगुर हो कि बङ्गुर भन्छ यसलाई। म यसलाई किमा गर्नु गइरहेको छु र तपाईहरुलाई म प्रोसेस सहित देखाउँछु है। मैले पहिला प्याज काटेर किमा गरेको छु हो। अब यो मासुलाई किमा गर्दैछु। त्यहाँको म अहिले मोमोमा के हाल्छु होइन, तपाईहरुलाई देखाउँदै जान्छु है त। ड्युटीमा हुँदा त आफू गएको र आएको मात्रै देखाइन्छ। अब केही कुरो बनाउँदा ओर्दा पनि बिजी भएर हतार भएर बनाउनु पाउँदैन भिडियोहरू हो यसरी। त्यही भएर अहिले घर आएको भएर चाहिँ घरमा चाहिँ म तपाईहरुलाई बनाउँदै देखाउँछु है त। हेर्दै गर्नुहोस् है। ल हेर्नुहोस् गाइस, तपाईहरुलाई मैले यहाँ देखाउनुको लागि यो मैले किमा गरिसकेँ है सुँगुरको मासुलाई। अनि यहाँ प्याज काटेको छु, यो अदुवा यत्रो छ, यसलाई करुसो गरेर हाल्नुपर्छ। अब म तपाईहरुलाई के हाल्छु सबै देखाउँदै बनाउँछु है त। ल गाइस हेर्नुहोस्, अब यो मासु मैले काटिसकेँ। ल हेर्नुहोस् है गाइस, अब म यहाँ अदुवा हाल्नु लागेको छु। हेर्नुहोस् है गाइस, मैले यहाँ अदुवा ग्रेड गर्दैछु है।
अदुवा ग्रेड गरेर हाल्नुपर्छ यसरी हाल्ने त सबैको आफ्नो आफ्नो तरिका हुन्छ कसैले लसुन पनि हाल्नुहुन्छ होइन तर म चाहिँ अदुवा मात्रै हाल्छु अरू के हाल्नु भएर बनाउँछ मैले चाहिँ जान्दिनँ त्यति हो जान्दिनँ भन्नाले आफूलाई जे स्वाद मिठो लाग्छ त्यो मात्रै हाल्नुपर्छ धनियाँ अलिकति हल्का माथिबाट हेर्नुहोस् नि मैले यो अदुवा ग्रेड गरिसकेँ तपाईँहरूलाई म अब के हाल्छु है हेर्दै जानुहोस् है अदुवा ग्रेड भइसक्यो अब हेर्दै जानुहोस् यो अलिकति स्वादको लागि यो हुचिङ जसलाई चाहिँ अजिनामोटो भन्छ है मैले यहाँ हालेँ अब स्वाद अनुसारको नुन हाल्नु पर्यो है नुन बेसी हुन्छ अलिकति कालो सस जसलाई चाहिँ सोया सस भन्छ है हेर्नुहोस् यो पनि अलिकति यहाँ यो हाल्नुपर्छ कि यसले चाहिँ अलिकति स्वाद मिठो लाग्छ मलाई चाहिँ तपाईँहरूलाई चाहिँ मनपर्छ पर्दैन मलाई चाहिँ यहाँ अलिकति स्वादको लागि अढाई बिर्को जति हालेँ 2 बिर्को आधा र यहाँ अब अलिक ल अब अलिकति मैले यो है मुस्नुको लागि अब अलिकति दस्तुरको लागि रिफाइन तेल काँचै हालेको छु यो चाहिँ जस यहाँ बोसोबाटै तेल बेसी निस्किन्छ र अलिकति मात्रै हालेको छु दस्तुरको लागि रिफाइन ल गाइस मैले चाहिँ अलिकति स्वादको लागि हल्का मलाई धनियाँ पनि मनपर्छ र मैले हल्का धनियाँ हालेको छु है अब मैले यहाँनिर प्याज मासु भेनिगर यो हुचिङ सोया सस र अलिकति धनियाँ हालेर अदुवा हालेर अब यसलाई रिफाइनसँग हल्का मिक्स गर्नुपर्छ है यसरी मोलेर र यसलाई मजाले मोलिसकेपछि अहिले मैदामा डल्लो पारेर बनाउनु पर्छ ल तपाईँहरू अहिले म एकछिन फेरि देखाउँदैछु है ल हेर्नुहोस् है गाइस अब मेरो सबै कुरो रेडी भइसक्यो र म अब मोमो बनाउनु लागिरहेको छु है तपाईँहरूलाई अलिकति भ्लगमा तपाईँहरूले कसरी बनाउनुहुन्छ है मलाई चाहिँ राम्रो आउँदैन बनाउनु र पनि म कोसिस गर्दैछु अरे म चाहिँ यस्तो बनाउँछु सानोतिनो हो बस्न पिरातिर अचार बनाइ खुर्सानी बेसी छ ल हेर्नुहोस् त ल हेर्नुहोस् गाइस यति मैले बनाइसकेँ है अहिले तपाईँहरूले देखाउँदै जान्छु मेरो बत्ती फेरि आज डाउन भयो ल हेर्नुहोस् है गाइस अब चाहिँ मैले मोमो बनाइसकेँ होइन यो चाहिँ हाम्रो बहिनीले बनाएको लास्टको मैले बनाएको चाहिँ माथि मक्टुतिर यतातिर चढिसक्यो है अब यहाँ बन्दैछ अहिले तपाईँहरूलाई म पाकेपछि देखाउँछु है त
फेरि ल हेर्नुहोस् है गाइस मैले बनाएको चाहिँ आज यस्तो भएको छ होइन अब खानु लागेको यो चाहिँ तपाईँहरूलाई पनि म यहाँ देखाउँदैछु है यस्तो भएको छ मैले बनाएको चाहिँ ल हेर्नुहोस् यसरी सुप पनि छ यहाँनिर र यस्तो भएको छ ल आजको मैले बनाएको मोमो यस्तै भएको छ है ल है गाइस